किन परिन् पक्राउ वेदिका केसी? के राधिका दासी विरुद्ध लगाएका आरोप लान्छना झुटो नै हो त? कति दिनका लागि परिन् हिरासतमा? पुरा भिडियो हेर्नुहोला। चर्चित कथावाचिका राधिका दासीको उजुरीको आधारमा वेदिका केसी पक्राउ परिन्। प्रहरीले 10 दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भने पनि जिल्ला अदालत काठमाडौँले जम्मा 1 दिन मात्र समय दिएको छ। राधिका दासीले आपसी मेलमिलाप गर्न उजुरी दिएकी थिइन्, तर प्रहरीले सिधै पक्राउ गरेपछि राधिका दासी चिन्तित छन्। विगत 1 महिनादेखि धामी, झाँक्री र माताहरूको विरुद्धमा बोल्दै वेदिका केसीले सामाजिक सञ्जाल तताइरहेकी थिइन्। तर केही दिन यता कथावाचिका राधिका दासीका विरुद्धमा बोलिनन् मात्र, उनका निजी जीवनका केही विषय वस्तु समेत बाहिर निकालिन्। वेदिकाले चरित्र हत्या हुने गरी कुनै पनि कुरा बोल्नु नहुने विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमै आक्रोश पोखेका थिए। आफूलाई धार्मिक अभियन्ता भन्ने 22 वर्षीय वेदिका केसीले राधिका दासी विरुद्ध झुटा प्रमाण पेश गर्दै चरित्र हत्या गरेकी थिइन्। यसै विषयलाई लिएर प्रहरीले पक्राउ गरेको हो। राधिकाको अघोषित श्रीमान रहेको र काठमाडौँमा भारतमा समेत घर बनाएको र कथावचनबाट जम्मा भएको रकम हिनामिना भएको यावत कुराहरूमा आरोप लगाउँदै आएकी थिइन्। उनले यो सब कुरा आफ्नो पर्सनल टिकटक अकाउन्टमा मात्र सीमित राखिनन्। प्रकाश सुवेदीको सोमा समेत यावत कुराहरू बोलेकी थिइन्। उनको त्यो अन्तर्वार्ता हेरेपछि राधिका दासीले द प्रकाश सुवेदीको सोमा गएर नै आफूलाई झुटा आरोप लागेको र सबै कुरा भ्रामक रहेको समेत जानकारी दिएकी थिइन् र यसै विरुद्ध राधिका दासीले मेलमिलाप गर्ने हेतुले प्रहरीमा उजुरी दिएकी हुन्। वेदिका केसीले आफूसँग यावत कुराहरूको प्रमाण रहेको र पुष्टि गर्न सक्ने बताए पनि कुनै प्रमाण अहिलेसम्म पेश गर्न सकेकी छैनन्। यही कुराहरूलाई लिएर सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या र मानहानि भएको भन्दै राधिका दासीले साइबर ब्युरो गुहारेकी थिइन्।